भाउजू नम्बर 1, भाउजू नम्बर 2, भाउजू नम्बर 3। साउटिङ गर्न लाग्छौँ। अब मेरो भाइ पनि आइसकेको छ हगेर। एभ्रिथिङ यस्तै ठुलो जमिन लिनुपर्छ, सस्तो पर्छ पाहाडमा। हेलो गुड मर्निङ गाइज, नमस्ते आदरणीय दाजुभाइ दिदीबहिनी तथा मेरा प्यारा प्यारा साथीहरू, यहाँ उपस्थित सभापति महोदय। तर आजको कार्यक्रम यस प्रकार रहेको छ कि आज ब्लग रहेको छ। हामी कहाँ जान लाग्छ हजुर हेर्न सक्नुहुन्छ। यो हाम्रो म्याट्रेस अनि कहाँ छ यो हाम्रो टेन्ट। यो हिसाबले हजुर पत्ता लगाउन सक्नुहुन्छ कि हामी कहाँ जान लाग्छौँ। होइन त मेरो भाइ, यो मेरो भाइ, यो 5 जना 4 जना अनि अर्को एउटा भाइ त्यहाँ छ। ल अब अगाडि हामी हजुरहरूलाई लिएर जानेछौँ। जस्ट ल यहाँ तब हाम्रो मान्छेहरू आइसकेको छन्। भाउजू नम्बर 1, भाउजू नम्बर 2, भाउजू नम्बर 3। ऊ त्यो खै को थाहा छैन, चिन्दैन मलाई। के अरे 1 2 अगाडि चिन। हाम्रो गाडीहरू निस्किसकेको छ। हामी आफ्नो क्याम्पिङतिर लागेको छौँ। गाइज हेलो ओम्फो हामी चाहिँ यहाँ ठ्याक्कै गाडी साडी पार्क गरेर होइन एउटा राम्रो स्पट कहाँ बस्ने हो त्यो चाहिँ हेर्न लाग्छन् कि सबैजना। गएर अब चेक गर्ने ठ्याक्क राम्रो स्पट जहाँ हुन्छ अनि त्यहीँ गएर नि ठ्याक्क टेन्सन लगाउने अनि क्याम्पिङ गर्ने। यस व्हाट वी गोना डु। जस्ट लुक एट दिस भ्यू गाइस, लुक एट दिस भ्यू। एउटा यहाँ फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर अब ठ्याक्क यहाँबाट निस्किने। अब हामी क्याम्पिङ गर्न आएको। सो पहिला क्याम्पिङ गर्ने, भोलि बरु आएर मस्त फोटोसोटो खिच्ने, भिडियो सिडियो बनाउने, अहिले क्याम्पिङ गर्ने। हाम्रो झोला झन्टी निस्किएर आएको छ। हामी पुगिसकेको छौँ। अब यहाँ लाग्छ टेन्ट। हुन्छ ल म यसो सामान देखाइदिउँ के छ हामीसँग। टन्नै फुल छ, घाम भयो घाम। हाम्रो यहाँ 2टा टेन्ट रेडी भइसकेको छ। टेन्टमा बेड सिरानी सब। त्यसपछि हाम्रो यहाँ चटपटे रेडी भइसकेको छ। हाम्रो अचार बनिरहेको छ है। यो डाँडा हाम्रो खाना रेडी भएको छ। रहेको छ है अनुसारी। वही बात हो गई ना 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 ना। अब लबाट गाउनु पर्यो। ल उड़ गया तेरे हवा के झोंके से। तयारी भएर आएको छ। हाम्रो बेडको हावा निस्किसकेको छ, म्याट्रेसको हावा। हाम्रो जान्छौँ हावा भर्न, हावा भरेर अनि त्यसपछि सुत्ने। त्यसपछि बिहान हजुरले देखाउँछौँ जे कुरा छ सबै। गुड मर्निङ गाइस, हामी आइसकेको छौँ। बिहान भइसकेको छ। यहाँ
फ्रेस भएर सबै हाम्रो यहाँ चिया पाकिसकेको छ, रेडी भइसकेको छ। बिहान बिहान नास्ता चिया खानेकुरा सबै उहाँ हुनुहुन्छ चायवाली भाउजी चाय पिलो, चाय गरम गरम चाय ले लो। अब हाम्रो यहाँ ठ्याक खानपिन भइसकेको छ। यो सरसफाइ कार्यक्रम अब यो हाम्रो के अरे अब सेटअप जुन छ नि यो हाम्रो अब निकाल्ने यो सब टेन्टिङ सेन्टिङ आउटिङ साउटिङ गर्न लाग्छौँ। अब मेरो भाइ पनि आइसकेको छ हगेर टेन्ट सेन्ट अब निकाल्यो हामीले। त्यसपछि यहाँबाट ठ्याक्क जाने घुम्ने अनि घर हाम्रो गाडीहरू यहाँ निस्किरहेको छ गाडी तपाईँको 1 by 1। मेरो भाइहरू आउनु पऱ्यो जानु पऱ्यो अब तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ मेरो भाइ अब स्विमिङ गर्छ, त्यसपछि थाहा छैन के गर्छ। Hello, I'm Spider Kid. Yeah, he's same or something about Spider-Man. What more you know about Spider-Man? अब हामी चाहिँ त्यहाँ गाडी साडी पार्क गरेर ठ्याक्कै यस्तो राम्रो सिन छ। ठ्याक्कै यहाँ आएको छौँ। अब यहाँ नुहाउने सबैजना स्विमिङ गर्ने यताउति चिजै गर्न छ। यो चाहिँ हाम्रो गण्डकी नदी हो, यो पुल हो। अनि उता हाम्रो सबै ग्याङ छ, उता भाउजूहरू हुनुहुन्छ, उता नुहाइराख्नुपर्छ। हामी पनि यहाँ ड्रोन सुरन लिएर आएको छौँ। अब एकैछिनमा उडाउँछौँ हामीलाई, बल्ल रमाइलो हुन्छ। स्टे ट्युन गाइस, हामी यहाँ बुटोलको पहाड आइसकेको छौँ। बुटोलको यो सबै नदी नालाहरू यो पहाडहरू होइन। अब यहाँ चढ्न लास्टै गाह्रो छ। यहाँ सुन बेला पनि यहाँ ढुङ्गा खस्न सक्छ। सो हामी सेफ्टी अपनाएर सेफ्टी तरिकाले हामी यसरी जान्छौँ। यहाँबाट यो गुफा हो, यसरी गुफा हुँदै हुँदै आई जस्ट लुक एट दिस भ्यू। यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो ठाउँ छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यो झरना त्यो बुटोलको पहाडबाट सब पानी आएर यहाँ सिधै सिडनीमा आइरहेको छ बुटोलको पानीहरू है। अनि अस्ट्रेलियाले पनि पानी दिइरहेको छन्। सो अस्ट्रेलिया हामीप्रति ग्रेटफुल हुनुपर्छ क्या नेपालप्रति। थ्याङ्क यू गाइस। यहाँ नुहाइधुवाइ गरेर सबै मतलब यहाँ चटपटे खाएर फेरिबाट सब भ्याएर होइन हामी निस्किन लाग्छौँ। कहाँ भाउजू घर होइन? आज भाउजूको घर मस्त पार्टी गर्नुपर्छ होइन त? अब चाहिँ हामी यहाँ यसो क्याम्पिङ स्याम्पिङ भ्याएर नुहाएर धोएर सबै गरेर एभ्रिथिङ पिकनिक सिकनिक मनाएर अब चाहिँ गाडी निकालेर हामी चाहिँ घर जान लाग्छौँ। दिस इज आवर कार। ये हमारी कार है और हम कार में बैठे हैं। भीतर पारी हो रही है, भीतर पारी है। ये हमारी कार है और हम अभी घर जा रहे हैं। घर जा रहे हैं। अब म पनि नेपालमा होइन, ठ्याक्कै हामी बाटोमा आइरहेको थियौँ। यस्तो राम्रो ठाउँ छ नेपालमा। हामी पनि यसरी होइन नेपाल गएपछि यहाँबाट फर्केर कुनै राम्रो शान्त ठाउँमा यस्तै राम्रो सानो राम्रो जस्तो घर बनाएर बस्ने, त्यही फार्मिङ गर्ने, एभ्रिथिङ गर्ने होइन, रमाइलो हुन्छ कि। यहीँ खेल्ने, ब्याट खेल्ने, फुटबल खेल्ने, एभ्रिथिङ यस्तै ठुलो जमिन लिनुपर्छ, सस्तो पर्छ पाहाडमा। ठ्याक्क यसरी बस्ने कि। हाम्रो गाडीहरू यसरी छ यहाँ। भन्नुहोस् भाउजू के भन्छ? भाउजू लास्टै फेमस हुन्छ होइन टिकटकमा, टिकटक स्टार हो भाउजू। अनि इन्स्टाग्राम स्टार पनि हो। हजुरले सर्च गर्न सक्नुहुन्छ। हजुरको आइडी भन्न पऱ्यो कि भाउजूले? हजुरले आइडी भन्न पऱ्यो कि हजुरको? के रन्जु जयसवाल बिरादर हैन। हामी अब घर पुगिसकेको छौँ। भाउजूको घर चाहिँ हाम्रो भाउजू। हाम्रो अब भ्याइसकेको छ है ब्लग। यसरी हाम्रो ब्लग समाप्त हुन जान्छ गाइस। यो चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ। यो चाहिँ घर हो भाउजूको। आजको ब्लग यहीँ भ्याइन्छ। होप यु लाइक इट, यु इन्जोयड इट। थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग्स। आई लभ यु गाइज। थ्याङ्क यू।